नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि अर्को भिडियोमा र हेर्नुहोस् न एकदम बिहान आज कस्तो जोरले पानी परेको थियो हैन भन्नुहोस् त र स्कुल जाने अगाडि यति जोरले पानी पर्यो लाइट छ सबै गयो हो र यहाँ म चाहिँ अँध्यारोमा हेर्नुहोस् न मोबाइलको लाइट जलाएर यहाँ रोटी बनाउँदैछु छोराको लागि र यता मेरो छोराको लागि प्लेन पराठा बनाउँदै थिएँ टिफिनको लागि र यता छोरा पनि बसेर खाएर निस्किसकेको छन् र रेनकोट लगाइदिएको न छोरालाई चाहिँ पुरा जादु भएको छन् हैन र स्कुलमा पनि सबै नानीहरूले यसरी नै लगाएर ल्याएको कि कस्तो राम्रो लागेको थियो हेर्नुलाई र एकछिनमा त घाम लागिहाल्यो अनि मम्मीले चाहिँ यहाँ चुला बनाउनु हुँदैछ यो चाहिँ हाम्रो थियो अब यो चाहिँ फेरि नयाँ बनाउनु भएको छ कसैको लागि बनाउनु भएको अब मम्मीले चाहिँ र अब गरम सुरु हुँदैहाल्यो नि एकैछिनमा पानी पर्यो एकैछिनमा घाम लाग्न थाल्यो र यता चाहिँ मैले भोल निकालेको छु काट्नुको लागि जुवा भोल ल्याएको थिएँ नि त बजारबाट र यो बोडी चाहिँ अघि बिहान मैले काकीकोबाट लिएर आएको थिएँ आज चाहिँ म गएको थिएँ अजा घरतिर सो यो चाहिँ काकीले दिनुभएको घरकै र यता म सब्जी पनि पकाउनु थालेँ है बोडीको मजा हुन्छ नि त अब घरको बोडेको सब्जी त होइन भन्नुहोस् त र हेर्नुहोस् न कस्तो मजाले भएको थियो होइन यस्तो मिठो भएको थियो र यो माछालाई चाहिँ हजुरहरू के भन्नुहुन्छ थाहा छैन हामी त बम्बई माछा भन्छौँ र आज चाहिँ म यहाँ भोलमा माछा हालेर बनाउँछु है त र कसरी बनाउँछु हजुरहरूलाई पनि देखाउँछु है र यहाँ चाहिँ मजाले पहिला तातो पानीमा भिजाएर राखिदिएँ माछालाई चाहिँ र यता म फ्राई गर्नु थालेँ अब माछालाई चाहिँ पहिला मजाले फ्राई गर्नुपर्छ नि त र यता भोल पनि काटेर राखेको छु र यता माछा पनि फ्राई भइसकेको छ र यहाँ चाहिँ मैले पकाइ पनि सकेँ हेर्नुहोस् न मजाले पाक्दैछ हो भोल चाहिँ र भोलको पानी चाहिँ यति धेरै निस्किन्छ होइन भन्नुहोस् त त्यही पानीले पाक्छ र यता मैले सब्जी पनि पाकिसकेँ रेडी भयो र अब खानासाना खाएर चाहिँ यता म ग्यास सफा गर्नुतिर लागेँ अब सफा त गरेर राख्नै पर्यो होइन र यस्तो गरम छ नि त नभन्नु न यहाँ न पसिना पसिना पुरा एकदम र यता मेरो पुरा किचन पनि सफा भइसकेको छ है र इभिनिङको टाइममा चाहिँ एकछिन आराम गरेको बादमा फेरि पानी पर्नु थाल्यो हेर्नुहोस् न र छोरा पनि सुतेर उठिसकेको थिएँ र के खान्छु भनेर म चाहिँ आम धुलाएर छोराको लागि काटेर खिलाउनु पर्यो भनेर यहाँ काट्दैछु है र छोरा पनि हेर्नुहोस् न आए अब निन्द्रामै छन् हौ उठेर आएको मात्रै थिएँ र छोरा चाहिँ यता आम खानु थालेँ र आजको लागि यति नै फेरि भेटौँला अर्को भिडियोमा भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर गरिदिनु होला बाई बाई गुड नाइट